यो पोखरा महानगरपालिकाको मेयर ती सबै विशिष्ट व्यक्तिलाई रोक्नको लागि दिन रात नभनिकन चेष्टा गरिरहेका छन्, फोन घुमाएका छन्। ती व्यक्तिले यहाँ आउन दिएका छैनन्। मलाई यस्तो लागेको थिएन यति तल्लो तहबाट यी मेयर आउँछन् भन्ने मलाई लागेको थिएन। अब हाम्रै शरीरभित्र पनि आफ्नै शरीरका चिज भनेर सबै बोकेर हिँड्न सकिँदैन नि। हरेक बिहान हामी भनौँ न बाथरुम पनि जानुपर्छ, आफ्नै हो भनेर 3 दिन 5 दिन बोक्न सक्दैनौँ नि। हुन्छ मान्छेको शरीरभित्र त नेगेटिभ छ चिज छ, त्यो नेगेटिभ ऊर्जा पनि छ भने समाजमा त्यस्ता कुराहरू आउँछन् होइन। ती सबैलाई चाहिँ हामीले सकारात्मक कुराहरू मात्रै लिएर अगाडि बढौँ। हामी सकारात्मक कुराका लागि सबैका लागि खुला छौँ, तर नेगेटिभ कुरा गर्ने वैयार कुरा गर्नेहरूको लागि काहीँ पनि त्यो समर्थन गर्न सकिने होइन, त्यो विषय चाहिँ हुन सक्दैन। चेष्टा गरिन भने मलाई पाप लाग्छ भनेर म तपाईहरुको बीचमा केही शब्द चाहिँ केही कुरा चाहिँ राख्न चाहन्छु। जुन चीज तपाईहरुलाई थाहा छ तर म अझै छर्लङ्ग पार्न चाहन्छु। यो आयोजना न हिजो नेपालको इतिहासमा कहिल्यै नेपालको कुनै पनि भूभागमा भएको थियो। यो भव्य आयोजना न मलाई लाग्छ भोलिको दिनमा हुनेछ। मैले किन यो भोलिको दिनमा हुनेछ भनेर भन्दैछु भने यो भव्य आयोजना गर्नको लागि आदरणीय महाराज विजय कृष्ण मूर्तिले खेप्नु भएको दुःख, हैरानी, कष्ट तपाईहरुलाई भन्यो भने म नजिकको उहाँको साथी हो भन्यो भने तपाईहरुको आँखाबाट आँसु आउँछ। र पनि विजय कृष्ण मूर्ति मैले उहाँको यो जुन आँट र हौसलालाई सदैव कदर गर्नेछु। उहाँको यो आँट र हौसलालाई म सम्मान गर्न चाहन्छु। आज भन्नै पर्छ, यो मञ्च अगाडि उभिएर मैले भन्नै पर्छ। हिजो मैले एउटा भिडियो हेरेको थिएँ सामाजिक सञ्जालमा, आशिका तामाङजीको पोखरा फोहोरै फोहोर छ हेर्नुस् त भन्ने एउटा भिडियो थियो। सायद त्यो भिडियो तपाईले पनि हेर्नुभयो होला। पोखरा फोहोरै फोहोर छ। किन फोहोर छ थाहा छ? किनभने मलाई भन्न त मन थिएन, अहिले पोखरा महानगरपालिका अरू नै काममा व्यस्त रहेछ। इमानदार भएर भन्नुपर्छ, आज नेपालको इतिहासमा सबैभन्दा ठुलो महायज्ञ यो पवित्र भूमि कास्कीको पोखरामा भइरहँदाखेरि पोखरा महानगरपालिकाले सुरुवातीको दिनमा विजय कृष्ण मूर्तिजीलाई यो ठाउँ उपलब्ध गराएर पवित्र काम गर्नको लागि आँटेको एउटा युवालाई प्रशासनले, यहाँको स्थानीय सरकारले खेद्ने काम गर्यो, तर अदालतले उहाँलाई घोडा टेकायो र यो ठाउँ उपलब्ध गरायो। त्यति मात्र होइन, तपाईँ जनसमुदायले बुझ्नुपर्छ, तपाईँ पोखरावासीले बुझ्नुपर्छ, को मान्छे सही रहेछ, को मान्छे बेठिक रहेछ तपाईले चिन्नुपर्छ। म दुःखका साथ भन्न चाहन्छु, आज यो मञ्चमा नेपालका धेरै विशिष्ट व्यक्तिहरूको आगमनका लागि विजय कृष्ण मूर्तिजीले सबैलाई निम्तो दिनुभएको छ। तर थाहा छ तपाईहरुलाई, यो पोखरा महानगरपालिकाको मेयर ती सबै विशिष्ट व्यक्तिलाई रोक्नको लागि दिन रात नभनिकन चेष्टा गरिरहेका छन्, फोन घुमाएका छन्। ती व्यक्तिले यहाँ आउन दिएका छैनन्। मलाई यस्तो लागेको थिएन यति तल्लो तहबाट यी मेयर आउँछन् भन्ने मलाई लागेको थिएन। दुःखका साथ म यो पवित्र मञ्चबाट म कन्ट्रोभर्सियल कुरा गर्न चाहन्थिन, तर त्यसको भुक्तभोगीको रूपमा म रहेँ। मैले यो मञ्चमा धेरै विशिष्ट व्यक्ति ल्याउने प्रयास गरेको हो। महाराजजी के गर्नुहुन्छ, बीच बाटोबाट फर्किनु पर्यो। विजय कृष्ण मूर्ति महाराजजीले ठुलो अपराध गरे जस्तै यो कार्यक्रमलाई विवादित छ भनेर प्रचार गरिएको छ। मैले सोधेँ, हिजो लेखेँ मैले सामाजिक सञ्जालमा, अति भएर सह्य नभएर म महाराजजीलाई कृपया म मेरो नजिकमा म चाहिँ बोलाउन चाहन्छु। महाराजजी कृपया आइदिनुहोस् त। उहाँको बारेमा यदि मैले यो कुरा सत्य लेखिनँ भने पाप लाग्छ भन्ने लागेर नै मैले यो सामाजिक सञ्जालमा लेखेँ।
यस्तो लागिरहेको छ। यो पवित्र काम गर्ने विजय कृष्णमूर्ति महाराजजी, धर्मको रक्षा गर्ने विजय कृष्णमूर्ति महाराजजी, उहाँहरूको नजरमा, यी व्यक्तिहरूको नजरमा अपराधी जस्तो चाहिँ करार गरिएको छ। के तपाईँलाई लाग्छ विजयजी विवादित व्यक्ति लाग्छ? यति पवित्र भव्य कार्यक्रम गर्ने, धर्मको रक्षा गर्ने व्यक्ति विवादित लाग्छ? तर ती केही मुठ्ठीभर व्यक्ति भनिरहेका छन् यो कार्यक्रम विवादित छ, त्यहाँ जानुहुन्न। यहाँ आएर गएका सांसदहरूलाई पनि विभिन्न लालछना लगाउने काम भइरहेको छ। तर म खुसी छु, म विजय कृष्णमूर्ति महाराजजीलाई म आग्रह गर्न चाहन्छु, तपाईँले यो आयोजना गरेको कुनै ती विशिष्ट भनिएका व्यक्ति, ती व्यक्तिहरूको लागि आयोजना गर्नुभएको होइन। तपाईँहरूले यी जनताको लागि, पोखरेली जनताको लागि, नेपाली जनताको लागि गर्नुभएको हो। नेपाली जनता उर्लिएका छन्, ती व्यक्ति नआए पनि केही हुनेवाला छैन। र अब तपाईँहरूको साथमा, तपाईँहरूको हातमा छ यो कार्यक्रम सम्पन्न गर्ने, भव्य गराउने। हिजोको उपस्थितिले सबै प्रश्नहरूको जवाफ दिएको छ महाराजजी। प्रश्नहरू धेरै थिए, विवाद 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 होइ। हिजोको उपस्थिति र आजको यो भव्य उपस्थितिले सबै प्रश्नको जवाफ दिएको छ भन्दै म यो महायज्ञ, विराट महायज्ञको म भव्य सफलताको शुभकामना व्यक्त गर्दै, मेरो पनि समयको पाबन्दीले गर्दाखेरि आजै फर्किनु पर्ने भएकाले यहाँहरूको बीचबाट फेरि पनि यो आयोजनाको बीचमा फेरि पनि आउनेछु भन्ने बाचा गर्दै बिदा हुन चाहन्छु। नमस्कार, तपाईँ सबैको जय होस्। केही गलत कुराहरू पनि आइहाल्छ है। अब हाम्रै शरीरभित्र पनि आफ्नै शरीरका चिज भनेर सबै बोकेर हिँड्न सकिँदैन नि। हरेक दिन बिहान हामी भनौँ न बाथरुम पनि जानुपर्छ, आफ्नै हो भनेर 3 दिन 5 दिन बोक्न सक्दैनौँ नि। हुन्छ, मान्छेको शरीरभित्र त नेगेटिभ छ, चिज छ, त्यो नेगेटिभ ऊर्जा पनि छ भने समाजमा त्यस्ता कुराहरू आउँछन् होइन। ती सबैलाई चाहिँ हामीले सकारात्मक कुराहरू मात्रै लिएर अगाडि बढौँ। हामी सकारात्मक कुराका लागि सबैका लागि खुला छौँ, तर नेगेटिभ कुरा गर्ने, वैयार कुरा गर्नेहरूको लागि काहीँ पनि त्यो समर्थन गर्न सकिने होइन, त्यो विषयहरू चाहिँ हुन सक्दैन। त्यसो भएको हुनाले सकारात्मक ढङ्गले सबैलाई अगाडि बढ्न अनुरोध गर्दै भिजिटिआरमा हर तरहले सहयोग गर्नका लागि सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु।